हेलो साथीहरू लासो फ्याफुल्ला हेलो हाई हेलो ह्याप्पी होली सबैजनालाई। आज हामी होली मनाउनलाई दिदीकोमा जाँदैछौँ। यहाँले पनि होली लगाइसक्यो। भन्नुभयो आज हामी दिदीमा झरेछौँ। बिहान बिहान घरबेटी आमा हामी बिहान बिहान पालै टिके लगाइसक्यौँ होलीको ह्याप्पी होलीको। र तपाईँ पो सुतिराख्नु भयो हामी कहाँ जाँदैछौँ अरे म यहाँ पानधारे चोक दिदीकोमा होली खेल्न जाँदैछौँ। गाइजहरू हजुरले पनि रमाइलो गरेर ह्याप्पी होली मनाउनु भयो होला। तपाईँहरूले पनि होली खेल्नु भयो होला, रमाइलो गर्नु। अनि त्यसपछि के भन्नु लाग्यो, कस्तो आँखामै घाम पर्दैन कि त्यही भएर चस्मा लगाएको। चस्मा त ल्याउनु बिर्सेको त अब म त हाल्छ नि ला। तर होली खेल्दा के चस्मा लगायो म चाहिँ होली मलाई चाहिँ पहिला हामीले धेरै होली खेलियो कि त्यसपछि अचेल होली खेल्न मन लाग्दैन। हामी पहिला हुँदाखेरि यति धेरै होली खेलिन्थ्यो। विराटनगरबाट वहाँ विराट चोक कहिले वहाँ कहाँ पुगेर होली खेल्थ्यौँ हामी एक दिनमा। धरान पुग्थ्यौँ, कहिले विराट चोक पुग्थ्यौँ, कहिले बिर्तामोड पुगेर बेलटार बेलबारी टन्नै घुमेर होली खेलेर आउँथ्यौँ हामी पहिला। अचेल त होली खेल्न मन लाग्दैन गाइजहरू होइन। हामी त होली त बब्बाल हो नि त्यो बेलामा समयमा। अहिले भनेको अब होली त्यति मजाले मनाउँदैन, झगडा हुन्छ के हुन्छ भन्छ। पहिलेको जमाना छैन, अहिले कडा जमाना छ। आन्टी होली खेलेर आउनु भयो क्या? हामी पनि होली खेल्न हिँडेको। यहाँ पनि रमाइलो भइरहेको छ। हामी यहाँ गर्दैछौँ। यहाँ बिहानभरि ऊ भैँसी जस्तो आइ गरेर कराएर हिजो म नाइट ड्युटीमा थिएँ। फेरि कराकै गरेर बल्ल उठेर अनि दिदीकोतिर लगेको यो भुन्टीलाई लगेको होइन। म बिहानै झर्ने थिएँ, तपाईँलाई कुरेर बसेर यस बेला यस बेला कति बज्यो ऊ मान्छेले होली खेलेर यहाँ बाटो सबै छरेको छ गाइजहरू। म त हिजो त बाहिरै फिटिको निक्लिनँ। हिजो अहिले गाइजहरू भन्दै गर अहिले समातेर होली लगाएपछि चोकमा निक्लिनेछु अनि के अरे भिडियो बनाएर हजुरलाई पोस्ट गर्नेछु, एडिट गरेर सबै जोडेर प्रचार भिडियोहरू सबै साथी ग्रुप मिलेर। अहिले चाहिँ म एक्लै छु, हामी दुईजना भन्नाले दुईजना मात्रै छौँ होइन। अनि भरे चाहिँ हामी धेरै साथी हुन्छौँ गाइजहरू। मेरो हातमा झोला छ क्या। हामी चाहिँ कचना मन्दिर अगाडि आइपुगेका छौँ गाइजहरू। ठ्याक्कै बस्तीबाट हामी बस्तीदेखि हेलो मित्रहरू, हामी चाहिँ अब हामी हाइवे निक्लिन्छौँ। यही तल त हो नि हाइवे चोक। कहाँबाट जाउँ? यता हाइवेबाट यता निक्लेर यताबाट हामी आएको बस्तीबाट। हाम्रो ठाउँमा चाहिँ यस्तो रमाइलो मन्दिरहरू छ यी मित्रहरू। यो कचना महादेव मन्दिर हो। देखाउनुहोस् न अझै पुरै भित्र देखिन्छ नि त यहाँ गेटपट्टि। हर हर महादेव लेख्नु होला सबैजनाले। हर हर महादेव। कचना बैगुन मन्दिर। बैगुन मेला लाग्छ नि गाइजहरू हजुरले? यहाँ बैगुन मेला लाग्छ। बैगुन मेला लाग्ने भनेको यही हो ठ्याक्कै कचना मन्दिर। कचना स्कुल त साइड यहाँ चाहिँ गाविस छ होइन, पुरा गाविस। अनि त्यसपछि यो साइडमा चाहिँ यता स्कुल छ, यता मन्दिर छ होइन। त्यसपछि अनि हामी चाहिँ अहिले चाहिँ लागिलियौँ तलतिर। लागिलिएछ भन्छ न। कति राम्रो फुल हेर्नु बाबाको त्यो आमा नि गुलाबी फुलहरू कति राम्रो मनपर्छ। म त गुलाबी पिङ्क कलरकै मनपर्छ। फेरि किन यस्तो गुलाबी फुलहरू भन्नाले आएको गाइजहरू हामी चाहिँ यसो सम्पूर्णलाई नमस्ते।
धेरै धेरै ह्याप्पी होली शुभकामना बिहान के भन्दैछु ह्याप्पी होलीको शुभकामना सबै साथीहरूलाई यलापुङ च्याङबा माइच्याङ अनि कारम्बा भनेर कङ्सु कारम्बा कमु कारम्बा यो चाहिँ कुन भाषा हो कारम्बा उनीहरूले तामाङ भाषा सिक्दैछ भर्खर सिकेको अवस्था सिक्दैछु कोसिस गरेर तैपनि अब मगरकी छोरी तमाङकी बुहारी भइगयो अब तैपनि भाषा त सिक्नु पऱ्यो आफ्नो संस्कार पनि भाषा नि खासै त आउँदैन भन्नुपर्दाखेरि नमस्ते झुले भन्न चाहिँ जानेको छु तमाङको भाषाबाट लासो फ्याफुल्ला फ्याफुल्ला हो फ्याफुल्ला फ्याफुल्ला होइन सबै कुराहरू सिक्दैछु बाँकी अझै पनि म त साँच्चै मेरोमा त बच्चै छ अनि आसिङ आनासिङ होइन आनासिङ भनेको त कोरी भाषा यहाँलाई गाइजहरू त कम्ता ज्याब मुला होइन माया मान्छे बुढो भइसक्यो मन बुढो भएको छैन उमेरभन्दा पनि यो बोली चाहिँ केही सिक्नै बाँकी छ चाहिँ पढ्नै बाँकी छ ल अहिले हामी तल पुगेर निक्लिन आँट्यो अब अहिले हामी तल पुगेर फेरि भिडियो देखाउँछौँ तर दिदीकोमा पुगिसके पछाडि हजुरलाई आइप हामी देखाउनेछौँ गाइजहरू अहिले चाहिँ यति नै गर्छु गाइजहरू आइप